ओके हजुरहरु सबैजनाले क्यापकटको बारेमा धेरै सोध्नुभयो कसरी लिएर आउनु त फ्रीमा प्रो भर्जन भनेर र म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि यो क्र्याक भर्जनहरु हजुरहरुले युज गर्नुहुन्छ नि यो सधैँ सेफ हुन्छ भन्ने पनि छैन र यसको मोडेड भर्जन क्र्याक भर्जनहरु जति अपडेट आयो त्यति नै यसको फेरि कमजोरी हुँदै जान्छ र अर्को हामीले अपडेट गरिरहनु पर्ने हुन्छ जुन चाहिँ तपाईहरुले गुगलबाट चाहिँ एपीके मोड क्यापकट भनेर सर्च गरेर त्यहाँबाट डाउनलोड गर्दै तपाईहरुको लागि तपाईहरुको सिस्टम अनुसारको बनाइदिएको हुन्छ त्यही अनुसार मात्र चल्न सक्छ सबै एपीके मोड सबैको मोबाइलमा चल्छ भन्ने पनि छैन त्यही एपीके मोडहरु पनि बजारमा छ्यापछ्याप्ती बेचिरहेको छ 500 रुपैयाँमा क्यापकटको लागि भनेर हैन हजुरले अझ त्यो भन्दा राम्रो प्राइभेटमा चाहिँ 1200 1900 2000 मा पनि बेचिरहेको छ त्यो लिन सक्नुहुन्छ तर आज म तपाईलाई के भन्न गइरहेको छु भन्दाखेरि यदि तपाईले किनेर चलाउनुहुन्छ नि राम्रो किनेर चलाउनुस् हैन एपीके चलाउनुहुन्छ भने त्यो खासै ठीक होइन है VPN गरेर स्कारलेट जस्तो VPN गरेर चाहिँ आइफोन युजरहरुले चलाउनुहुन्छ भने त्यो पनि राम्रो होइन हजुरहरुको लागि जस्तै मेटाले लिएर आइदिएको छ एडिट भन्ने एप जुनबाट चाहिँ तपाईहरुले सजिलैसित चाहिँ एडिटिङहरु गर्न सक्नुहुन्छ त्यति धेरै फिचर्स त आइसकेको छैन क्यापकटको जति तर जति छ त्यतिले पर्याप्त तपाईहरुले राम्रो एडिटिङ गर्न सक्नुहुन्छ राम्रो एक्सपोर्ट गर्न सक्नुहुन्छ विथआउट एनी वाटरमार्क आज म तपाईहरुलाई केही एडिट एपको बारेमा सिकाउन गइरहेको छु राम्रोसँग भिडियो अन्त्यसम्म हेर्नुस् होला है त ओके एडिट एप खोलिसकेपछि यसरी आउँछ है एडिट एपबाट चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ है एडिट एपमा मैले यो बनाइसकेको फोल्डर हो एडिट एपमा खोलिसकेपछि यहाँनिर प्लस आइकन छ यसबाट न्यू प्रोजेक्ट हुन्छ भने यहाँनिर छ तपाईको केही तपाईले सेभ गरेर राखिरहनु हुन्छ भने है यहाँनिर छ तपाईले रिल्सहरु यहाँबाट हेर्न सक्नुहुन्छ जुन चाहिँ तपाईले यो इन्स्टाग्रामबाट चाहिँ तपाईको अटोमेटिक लगइन हुन्छ यहाँ रिल्समा क्लिक गर्नुभयो भने यहाँनिर त्यसरी युज अडियो गरेर तपाईहरुले यहाँनिर चाहिँ तपाईहरुको जस्तै म तपाईलाई अहिले भर्खर गरेर देखाउँछु युज अडियो क्यामेराबाट पनि ग्यालरी हैन तपाईले कुनै पनि प्रोजेक्टलाई लिन सक्नुहुन्छ एड गर्दिनुस् सरी यसरी त्यो अडियोलाई यहाँनिर लिएर आएर तपाईहरुले यसलाई क्लिक गरेर यहाँबाट स्प्लिट गरेर यतापट्टि भाग फाल्न सक्नुहुन्छ है भनी तपाईले यो अडियो चाहिँ के गर्न सक्नुहुन्छ भन्दा यहाँनिर ल्याएर त्यो अडियो अनुसार चाहिँ कति क्लिप चाहिने रहेछ अथवा त्यो अडियो अनुसार चाहिँ कसरी एडिट गर्न पर्ने रहेछ भनेर तपाईले यहाँबाट एडिट गर्न सक्नुहुन्छ र यो चाहिँ एक्सपोर्ट हुँदाखेरि यो अडियो चाहिँ एक्सपोर्ट हुँदैन किन भन्दा तपाईले ओरिजिनल साउन्डमा चाहिँ एक्सपोर्ट गर्नुस् ओरिजिनल साउन्डमा नै अपलोड गर्नुस् भन्ने कारणले गर्दाखेरि त्यसलाई फेरि त्यो अडियोलाई चाहिँ लिएर तपाईले इन्स्टाग्राममा शेयर गर्न सक्नुहुन्छ अथवा यसलाई एक्सपोर्ट गर्दाखेरि पनि तपाईहरुले यहीँबाट डाइरेक्टली इन्स्टाग्राममा अथवा फेसबुक रिल्समा डाइरेक्टली यहीँबाट पनि शेयर गर्न सक्नुहुन्छ लुक लाइक दिस यो भयो है यहाँनिर देख्न सक्नुहुन्छ सेभ विथआउट अडियो हैन तर शेयर टु इन्स्टाग्राम शेयर टु फेसबुक तपाईले डाइरेक्टली गर्न सक्नुहुन्छ ओके ल अहिले मान्नु यो भयो हाम्रो रिल्सबाट गएर चाहिँ अडियोको मार्फतबाट तपाईले सजिलैसित गर्न सक्नुहुन्छ है अनि त्यसपछि आयो हाम्रो यहाँ जुन तपाईले चाहिँ भनौं न यहीँबाट चाहिँ खिचेर गर्न सक्नुहुन्छ रिल्स बनाउन सक्नुहुन्छ है यहाँनिर भयो तपाईको प्रोजेक्ट्सहरु यहाँनिर भयो तपाईको अकाउन्टको इनसाइडहरु जुन चाहिँ जुन चाहिँ तपाईको इन्स्टाग्रामको चाहिँ सबै यहाँनिर देखाइदिन्छ एनालिटिक्सदेखि लिएर एभ्री कुराहरु कति गइरहेछ के गइरहेछ तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ जस्ट प्रोफाइल चेक गर्न सक्नुहुन्छ है त त्यसपछि अब मानौ हामी सुरुबाट जान्छौं यहाँ प्लस आइकनमा क्लिक गर्नु भएपछि तपाईहरुले नयाँ प्रोजेक्ट लिन सक्नुहुन्छ लुक लाइक दिस यहाँनिरबाट म तपाईहरुलाई केही मैले त्यो मोटिभेशनल भिडियोको लागि यसको पनि ट्युटोरियल आउँदै छ प्लिज गाइज हेर्नुस् होला राम्रोसँग यसरी मैले चाहिँ केही फोटोहरु एड गरे मेरो न्यू प्रोजेक्टको लागि भनेर लुक एट दिस देख्न सक्नुहुन्छ यहाँ मैले फोटोहरु लिइसकेपछि यहाँनिर चाहिँ तपाईले यो मैले आइप्याडबाट चलाइरहेछु है गाइज अहिले ल्यापटपको यसमा सिरानमा राखेर यो तपाईहरुले यसलाई तल गर्नुभयो भने यो ठुलो भागबाट चाहिँ तपाईहरुले यहाँ यताउता गर्न सक्नुहुन्छ भने यो एडिटलाई फेरि थिच्नुभयो भने यो माथि भागमा जान्छ र मानव फोटोहरु अथवा कुनै भिडियोहरु राख्दाखेरि यता र उता भइरहेको छ भने तपाईहरुले मजाले क्लिक गरेर यसरी लाइक क्यापकट गर्न सक्नुहुन्छ त्यसलाई प्रेस गरिरहेपछि त्यो यता र उता जान्छ है यसरी मजाले कुनलाई कता लाग्ने भन्ने कुरा तपाईले मजाले गर्न सक्नुहुन्छ है त्यसपछि आयो यसमा तपाईहरुले लुक एट दिस हाम्रो क्यापकटको जसरी यो 2K मा त यहाँ देखाइरहेको छ लुक एट दिस 4K सम्म पनि हुन सक्छ
2K मा देखाइरहेको छ 2K मा मजाले एक्सपोर्ट हुन्छ मजाले दामीसित है त्यसपछि यो जुन यो लोगो छ यो सिग्नल यसमा क्लिक गर्नु भने तपाईहरुलाई ट्रान्जेक्सन यो फ्रीली जुन पनि ट्रान्जेक्सन चलाउन सक्नुहुन्छ लुक एट दिस है मानु मैले अहिले यसलाई थिचे है अनि त्यसपछि फेरि अर्कोमा गए अर्को एउटा यसमा के छ भन्दाखेरि जुन यो एप्लाई अल ट्रान्जेक्सन भन्ने छ नि एप्लाई टु अल ट्रान्जेक्सन यो भनेको चाहिँ लाइक तपाईले एउटा जुम भन्ने थिच्दिनु भयो भने यो एभ्री सबैतिर सेम ट्रान्जेक्सन चाहिँ जान्छ है लुक एट दिस है सेम ट्रान्जेक्सन जान्छ यसलाई मानौं यसरी गरौँ प्ले गरी हेरौँ लुक एट दिस सबैमा चाहिँ यो ट्रान्जेक्सन जान्छ मजाले यो फोटोको यसरी ट्रान्जेक्सनहरु जान्छ है गाइस ल लुक एट दिस अब यसलाई फेरि एडिटमा माथि गरौँ लुक एट दिस है हामीले मजाले यहाँनिरबाट उ गर्न सकिन्छ ओके मानौ त्यसपछि अब हामीले यहाँ के गर्न सकिन्छ है त अडियोले लिएर आउन सक्नुभयो यहीँबाट पनि पाउन सक्नुहुन्छ लुक एट दिस इन्स्टाग्रामको अडियोहरु यहीँबाट लिन सक्नुहुन्छ ट्रेन्डिङ अडियोहरु यहीँबाट लिन सक्नुहुन्छ सेभ गरेर राख्नु भएको छ इन्स्टाग्राममा पनि यहीँबाट लिन सक्नुहुन्छ अथवा इम्पोर्ट गरेर चाहिँ तपाईले कन्टिन्यू है एलो फुल एसेस है कुनैको पनि अडियो यसरी लुक एट दिस क्लिक गर्नु भने यहाँ अडियो इम्पोर्टेड अडियो आइसकेको छ तर मलाई अहिले यो अडियो चाहिएको छैन यसलाई म डिलिट गरिदिन्छु यसरी तपाईले अडियो लिन सक्नुहुन्छ टेक्स्ट अब हामीसँग आयो टेक्स्टलाई हामीले यसरी क्लिक गर्यो भने यहाँनिर तपाईहरुले जे पनि लेख्न सक्नुहुन्छ यहाँ तपाईहरुले क्याप्सन लेख्न सक्नुहुन्छ लुक एट दिस है मजाले हेर्नुस् होला टेक्स्टको बारेमा यसरी हामीले यसलाई क्याप्सन लेखिसकेपछि अब हामीसँग के छ त यो भो यसको एडिटको यो भो तपाईको टेक्स्ट तपाईको टेक्स्ट फन्ट्सहरु है कुन फन्ट चाहिँ तपाईलाई राम्रो लाग्छ लुक एट दिस है तपाईले आफ्नो एउटा फन्ट चुज गर्न सक्नुहुन्छ टाइपराइटर मेमे एलिगेन्ट लुक एट दिस मानौ यो फन्टहरु युज गर्नु भइसकेपछि अब त्यसपछि तपाईले यहाँ नेक्स्टमा छ यसको पनि के छ भन्दाखेरि फन्टहरुमा सिम्पल खालको बोल्ड खालको रेट्रो खालको प्लेफुल खालको ह्यान्डराइटिङ खालको सबै खालको यहाँबाट चुज गर्न सक्नुहुन्छ यसले दिन्छ थरीथरीको लुक एट दिस सरी त्यसपछि यहाँनिरबाट जान सक्नुहुन्छ तपाईले आफ्नो कलर चुज गर्न सक्नुहुन्छ लुक एट दिस है कलर चुज गर्नु भइसकेपछि यहाँनिर जान्छ तपाईको इफेक्ट्सहरु है एनिमेसन भनौं न एनिमेसन टेक्स्ट एनिमेसन कसरी चाहिँ यसलाई लिएर लुक एट दिस फेड गरेर जम्प गरेर है जुन चाहिँ क्यापकटमा पाउन सक्नुहुन्थ्यो मजाले तर अहिले क्यापकटले चाहिँ त्यो तपाईको प्रो भर्सन मात्र गर्न पर्ने भएको छ जुन चाहिँ क्यापकटको लोगोहरु आइरहन्छ यो आइरहन्छ त्यो आइरहन्छ भएर सजिलो एडिटिङहरु गर्नको लागि यहाँबाट एकदम बेस्ट एन्ड परफेक्ट भएको छ फ्रीमा है त त्यसपछि मानौ हेर्नुस् यहाँ जे पनि गर्न सक्नुहुन्छ ओके यसपछि पनि तपाईले यहाँनिर अर्को यो स्टार वाला देख्न सक्नुहुन्छ यसमा पनि तपाईले के गर्न सक्नुहुन्छ सिमहरुलाई हेर्नुस् यसमा अर्को इफेक्ट चिर भइराछ ग्लो इफेक्ट यसले बिस्तारै ग्लो हुँदै जान्छ है सबै खालको इफेक्टहरु यहाँ मजाले अलिकति सानो देखिरा हुन सक्छ यो हलिरहन्छ यो लुक एट दिस यहाँनिर ल मानु यसलाई यसरी गरे हैन एकछिन त्यसपछि अब हामीसँग आयो यहाँनिर चाहिँ तपाईको यो टेक्स्टको पछाडीको लुक एट दिस डार्क र स्ट्रोक भनौं न यो पछाडीपटिको खाली राख्ने कि स्ट्रोक राख्ने कि अझ ठुलो स्ट्रोक राख्ने कि पछाडीपटि त्यो उ राख्ने कि भन्ने कुरा हो है यो चाहिँ तपाईले यो चाहिँ हाम्रो टिकटक देखेर एभ्रिवेयर पाउन सक्नुहुन्छ यो चाहिँ के हो भन्दाखेरि टेक्स्टलाई चाहिँ साइडमा राख्ने कि यता राख्ने कि बीचमा राख्ने लुक एट दिस है यो चाहिँ त्यो हो है लुक एट यसरी चाहिँ हामीले टेक्स्टको मजाले एनिमेसन गर्न सक्छौं यसलाई ठुलो गराएर पनि हेरौं गाइस न्यू ल चलिरहेको छ लुक एट दिस है त्यही अनुसारको चाहिँ हामीले यहाँनिर ट्रान्जिसन पनि आइसकेको थियो है अब यसलाई फेरि माथि जाउँ लुक एट दिस अब त्यसपछि आयो भोइसमा चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईहरुले भोइस ओभर गरेर आफूले बोलेर अहिले भर्खर यहाँनिर बोलेर मैले चाहिँ राख्न सक्छु मजाले है त्यसपछि क्याप्सन्स आयो क्याप्सन्सको अप्सनमा नो स्पिच डिटेक्टेड अहिले हामीसँग त्यहाँ कुनै पनि स्पिच छैन त्यही भएर स्पिच डिटेक्ट भएको छैन तर हामीले कुनै स्पिच वाला राख्यो भने स्पिच डिटेक्ट पनि हुन्छ र हाम्रो नेपाली ल्याङ्ग्वेज भन्दा इंग्लिश ल्याङ्ग्वेज चाहिँ एकदम मजाले डिटेक्ट हुन्छ तर नेपाली ल्याङ्ग्वेजहरु पनि नेपाली टेक्स्टमा मिल्दैन है त्यसैले गर्दाखेरि अलिकति गाह्रो छ अहिले
तर एआईहरूले चाँडोभन्दा चाँडो नेपाली ल्याङ्ग्वेजलाई पनि एकदम राम्रो डिटेक्ट हुने गरेर बनाइरहेको छ। चाँडै सम्पूर्ण कुराहरू हुन्छ होला भन्ने लाग्छ है मलाई। यो ओभरले अहिलेको गर्छौँ। साउन्ड इफेक्ट्स यहीँनिरबाट चाहिँ तपाईँहरूले चाहिँ थरीथरीको साउन्ड, कमेडी साउन्डहरू नुकार्दिस सबै साउन्डहरू चाहिँ यहीँबाट तपाईँहरूले रियाक्सन्सहरू यहीँबाट तपाईँले ब्याकग्राउन्डको लागि म्युजिकहरू यहीँबाट तपाईँले पाउन सक्नुहुन्छ मजाले है। अलर्टहरू ल हेर्नुहोस् है, जति पनि चाहिँ मजाले पाउन सक्नुहुन्छ है। जस्तै नुकार्दिस हामीले खोजिरहनै परेन, केही गरिरहनु परेन। अब यो यहाँ त आयो ओभरलेमा होइन, यसलाई क्लिक गरेर तपाईँले चाहिँदैन भने यहाँनिरबाट डिलिट गर्न सक्नुहुन्छ। ओके, बिस्तारै जाउँ गाइस। त्यसपछि यो कटआउट अप्सन, यो कटआउट अप्सन चाहिँ के हो भन्दाखेरि यसले चाहिँ ब्याकग्राउन्ड रिमुभ गर्छ। जुन चाहिँ तपाईँहरूको क्यापकटमा प्रो भर्सनले मात्र चलाउनु मिल्छ भने विदाउट प्रो यो कटआउट अप्सन पनि चलाउनु मिल्दैन। तपाईँले यो इजिली कटआउट गरेर चाहिँ तपाईँले यहाँनिरबाट चाहिँ लिन सक्नुहुन्छ। जस्तै मानौँ कटआउटमा थिचेँ, ओभरलेबाट जान्छ अथवा ओभरले लिएर आएपछि कटआउट गर्न मिल्छ है। लुकाइदिस अब कटआउटमा अहिले नथिचौँ, पहिला सुरु ओभरले, पहिला सुरु स्टिकरमा जाउँ। लुकाइदिस हामीसँग यहाँ थरीथरीको स्टिकरहरू छ होइन, यहाँबाट सर्च पनि गर्न सक्नुहुन्छ। यो सबै तपाईँको चाहिँ इन्स्टाग्रामको चाहिँ उसमा पाउनेहरू तपाईँले यहाँ पनि पाउन सक्नुहुन्छ है। स्टोरीहरूबाट उ गर्नेहरू यहाँ पनि पाउन सक्नुहुन्छ है। लुकाइदिस है। त्यसपछि ल मानौँ अब ओभरलेमा जान्छौँ एकैछिन। मैले ओभरलेमा यसरी एउटा मेरो भाइको भिडियोलाई यसरी लिएर आएको छु। लुकाइदिस गाइस यसरी थिच्न सक्नुहुन्छ। अब यसलाई ठुलो गरेर तपाईँले यसको साइजलाई यसरी क्लिक गरेर हातले चाहिँ है दुईवटा औँलाले लाइक इन क्यापकट यता गर्न सक्नुहुन्छ। लुकाइदिस है। त्यसपछि फेरि एडिटमा क्लिक गरौँ, हामी जान्छौँ। यसको साइज मिलिसकेपछि मानौँ यो जस्ट फर इक्जाम्पल हो नि त गाइस है। त्यसपछि फर्स्ट अफ अल त यसलाई क्लिक गरेर यसलाई क्रप गर्न सक्नुहुन्छ। लुकाइदिस ग्रिन भाग मात्रै लिएँ, ग्रिन स्क्रिन भएपछि ग्रिन स्क्रिन गर्न सक्थेँ। अब मिरर चाहिन्छ भने मिरर तपाईँले युज गर्न सक्नुहुन्छ। यता र यता पल्टिने काम हो, यो सबैजनालाई थाहा भएको कुरा हो होइन। त्यसपछि तपाईँले गर्न सक्नुहुन्छ। यसको कटआउट कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि यसलाई क्लिक गर्नुहोस्, त्यसपछि यहाँ कटआउट भन्ने अप्सनमा थिच्नुहोस्। थिच्नु भइसकेपछि यसले अटोमेटिकली लुकाइदिस कटआउट गरिदिन्छ ट्र्याक म्यानुअली भन्दै चाहिँ। ल म्यानुअली भने चाहिँ हामी आफैले गर्ने हो, अनि यसले अटोमेटिकली गराउन हामीले त्यो थिच्नु पऱ्यो है गाइस। डन। अब यहाँ के आयो त म लुकाइदिस आजको ताजा खबर, सोशल मिडियाबाट पैसा कमाएर 1 वर्षमै 4 करोडको घर। के तपाईँ पनि कमाउन चाहनुहुन्छ? लुकाइदिस यसरी चाहिँ तपाईँले कटआउट गरेर त्यसलाई मजाले चलाउन सक्नुहुन्छ। त्यसपछि आयो हामीसँग यहाँ क्लिक गरेर यसको रिप्लेस गर्न सक्नुहुन्छ। यो उसमा स्पिड गर्न सक्नुहुन्छ। स्पिडमा चाहिँ हाम्रो के छ भन्दाखेरि क्यापकट जस्तो कप आइसकेको छैन होइन, स्लो स्मुथहरू आइसकेको छैन। त्यो पनि चाँडै आउँछ भन्ने मलाई आश गर्दछु है। र यसलाई यहाँनिरबाट यो स्पिड मजाले बढाउने घटाउने कति गर्ने गर्न सक्नुहुन्छ। यो स्पिड सबैमा गर्न सक्नुहुन्छ। त्यसपछि डुप्लिकेट गर्नुभयो भने मानौँ यसलाई डुप्लिकेट थिच्नुभयो भने यहाँ अर्को डुप्लिकेट लेयर आइसकेको छ। लुकाइदिस दिन सक्नुहुन्छ। यसलाई पनि काम गर्न सक्नुहुन्छ तपाईँले मजाले। यसरी तलमाथि सार्न सक्नुहुन्छ है। क्लिक गरिरह्यो भने तलमाथि सार्न सक्नुभयो है। डिलिट गर्न सक्नुभयो, एउटा डिलिट गरिदिउँ। स्प्लिट भनेर तपाईँहरू सबैजनालाई थाहा छँदैछ। जुन पनि ठाउँमा यसरी गइसकेपछि यो चाहिने यति मात्र हो भनेर भयो भने यसमा क्लिक गरेको हुनु पऱ्यो। यसमा क्लिक गरेको हुनु पऱ्यो। त्यस स्प्लिट गरेपछि यो भाग दुईवटा हुन्छ। लुकाइदिस यसरी यसलाई फेरि माथि तल सार्न सक्नुभयो, यसरी लिएर आउन सक्नुभयो। ठिक छ। यसलाई फेरि क्लिक गरिरहनु चाहिने यसरी डिलिट गर्न सक्नुभयो होइन। ओभरलेमा लिएर चिजहरू सबै कुराहरू डुप्लिकेट मिरर रिप्लेस भोल्युम त तपाईँहरूलाई थाहा छँदैछ तलमाथि गर्न सक्ने कुरा हो होइन। यो आँखा हो, यो आँखालाई थिच्यो भने
यो हट्छ देख्न सक्नुहुन्छ यो भोल्युमलाई थिच्यो भने यसको भोल्युम कट आउट हुन्छ म्युट हुन्छ है त्यति कुरा याद राखौँ है अनि त्यसपछि अब तपाईँले देख्न सक्नुहुन्छ यसलाई क्लिक गर्नुभयो भने तपाईँहरूले यहाँनिर फिल्टर्स भने चाहिँ के छ भन्दाखेरि यसको चाहिँ कलर ग्रेडिङहरू क्या कलरहरू भनौँ न है कस्तो खालको कलर चाहिन्छ लुक एट दिस त्यही खालको चाहिँ कलरहरू चाहिँ तपाईँहरूले चाहिँ ह्यान्डवर्ड लिन सक्नुहुन्छ मानु यो गर्यो भने तपाईँले ठ्याक्क चिनिनु भयो नि त होइन ल यो कलर लिएँ मैले ठिक छ अब त्यसपछि तपाईँले यहाँबाट एडजस्ट पनि गर्न सक्नुहुन्छ ब्राइटनेस कन्ट्रास्ट होइन वार्म होइन स्याचुरेसन मानु सबै कुराहरू तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ त्यसपछि यो स्पिड त भइहाल्यो अघि ग्रिन स्क्रिन भनेको तपाईँहरूले आफैले ह्यान्डबाट बोलेर चाहिँ ग्रिन स्क्रिन क्यामेरा खुल्छ तपाईँहरूले आफैले चाहिँ यहाँबाट लुक एट दिस कुनै पनि कुराहरू फोटोसोटोदेखि राखेर भनौँ न त्यहाँ पछाडि राखेर तपाईँले मजाले बोलेर चाहिँ एउटा चाहिँ केही सन्देश दिन लाग्यो जस्तो एउटा केही सम्बन्धी तपाईँले बोल्न लाग्यो जस्तो पछाडि चाहिँ केही कुरा राखेर कसैको बारेमा बोल्न लाग्यो जस्तो पछाडि त्यो मान्छेलाई राखेर तपाईँले यहाँबाट मजाले गर्न सक्नुहुन्छ लुक एट दिस क्लिक गरेर ग्रिन स्क्रिनमा तपाईँलाई यहाँ उनै चाहिँदैन तपाईँलाई पर्दै चाहिँदैन यो है त्यसपछि आयो यो डिलिट भइहाल्यो त्यसपछि आयो इफेक्ट भने इफेक्टमा जानुभयो भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो जुम होइन यसरी जुम भएर आउँछ लुक एट दिस होइन ब्लर होइन ब्लर इन ब्लर आउट अनि फेड इन फेड आउट फ्लिकरहरू लुक एट दिस फ्लिकरहरू सबै कुराहरू चाहिँ तपाईँले यहाँनिर आरामले भेटाउन सक्नुहुन्छ एप्लाई इफेक्ट टु अल क्लिप गर्नुभयो भने एउटा इफेक्ट लिनुभयो भने अल सबै क्लिपलाई चाहिँ त्यो इफेक्टहरू जान्छ है गाइस देख्न सक्नुहुन्छ तपाईँले मजाले यो कुराहरू इजिली गर्न सक्नुहुन्छ फ्रीमा है यसरी तपाईँले सबै टेक्स्टदेखि लिएर भोइसदेखि लिएर क्याप्सन्सदेखि लिएर साउन्ड इफेक्टदेखि लिएर कटआउटदेखि लिएर स्टिकरदेखि लिएर युज गरेर मजाले तपाईँहरूले चाहिँ यहाँनिर एक्सपोर्ट गर्नुभएपछि मजाले एक्सपोर्ट हुन्छ यो देख्न सक्नुहुन्छ केही वाटरमार्क पनि लाग्दैन केही पैसा पनि तिर्नु पर्दैन फ्रीली तपाईँले चलाउन सक्नुहुन्छ एडिट एप जुन चाहिँ क्यापकट जतिको भर्सन भइसकेको छैन क्यापकट जति पनि यसले नयाँ नयाँ अपडेटहरू लिएर आउँदै गर्नेछ भर्खर चलेको तपाईँले मजाले फ्रीली चलाउन सक्नुहुन्छ आफ्नो रिल्सदेखि लिएर टिकटक भिडियो सर्ट्सदेखि लिएर सबै कुरा चाहिँ मजाले एडिट गर्न सक्नुहुन्छ यसरी फ्री एप यो एडिट चलाउनु होला अरू एपहरू पनि छ तर मलाई चाहिँ किन यो सजिलो लाग्यो भन्दाखेरि यसमा चाहिँ बेसिक कुराहरू सबै कुरा छ यी कुराहरू तपाईँहरूले आज मबाट सिक्नुभयो केही कुराहरू बुझ्नुभयो भने प्लिज मलाई कमेन्ट गर्नुहोस् होला र मेरो युट्युब च्यानल खण्डेश्वर टेकलाई पनि सब्सक्राइब गर्नुहोस् होला र यस्तो यस्तो भिडियोहरू म लिएर आइरहने छु केही कुरा बुझ्नुभयो भने केही एडिटिङ सम्बन्धी यताउता सम्बन्धी बुझ्नुभयो भने प्लिज कृपया कमेन्ट गर्नुहोस् होला केही सजेसन गर्नुहोस् होला है त यति भन्दा बिदा हुन चाहन्छु बाइ टेक केयर सायनारा